गुड मर्निङ साथीहरू। अहिले चाहिँ यहाँनिर कफी बन्दैछ अनि कफी पिएर आजको दिन सुरु गरौँ है त। सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आजको दिन पनि सुरु गरौँ। आजको दिन सुरु भइसक्यो। अहिले 10:19 गएको छ अनि अहिले चाहिँ म यहाँ यसो समीरकोमा छिरौँ भनेर। अनि अघि भर्खरै मेरो एकजना भाइले फोन गरेको थियो अनि त्यो भाइको चाहिँ के भन्छ बाइक चोरी भयो भनेर भन्दै थियो। केटिएम डुक के छ मेरो दाइ? लङ टाइम नसी मेरो दाइ। के छ मेरो भाइ? के छ नि दाइ? चलिरह होला नि? चलेको छैन? चलिरह होला। त्यहाँ नम्बर हेर्नु त छैन। ए चिया खानु पर्ला। तपाईँ हाम्रोमा आउँदै आएर चिया खान। हजुर गुड मर्निङ। थ्याङ्क यू भेरी मच। वेलकम। आज चाहिँ समीर कहाँबाट दिन सुरु। हेभ अ ग्रेट डे। मेरो त गयो ठिक छ। सो साथीहरू, अहिले चाहिँ अब क्याफेतिर जाँदैछु म। हिजो पानी परेर आज धुलै धुलो भएको छ। बाइक धुनुपर्ने थियो तर अब आज धुइँदैन होला। आज पनि पानी पऱ्यो भने बेकार फोहोर मात्र हुन्छ। अहिले फोहोरै छ, ठिकै छ। सो साथीहरू, आइपुगिसकेको छु म हाम्रो कलङ्की। राम्रो कलङ्की। अब क्याफेमा जाऊँ। आफ्नो सामानको आफै हिफाजत गरौँ साथीहरू। जस्तो कि मैले सधैँ भन्छु, ह्यान्डल लक गरौँ अनि जाऊँ। भाइलाई टेन्सन भइरह होला यार। ओहो, के छ मेरो भाइ यार? हेलो, मैले कमेन्ट हेरेँ। त्यही त कमेन्ट हेरेँ भने। सर नमस्ते। केही हुँदैन, म पनि काम गर्ने नि। मेरो भाइ गुड मर्निङ। बाहिरको बत्ती बालिदिएर। आज त बिहानै आएछौ तपाईँ। साथीहरू, स्टारबक्समै पहिलो कफी अब आज भाइले मलाई बनाइँदैछ। दामी है हेरु। लेट्स प्रेस द कफी and let's pour it. Enjoy. So साथीहरू, खाना पाकिसक्यो, दाल पनि पाकिसक्यो। साथीहरू खाना खाएको ल। सो साथीहरू, अहिले चाहिँ म घर आइसकेँ है। एज यु गाइज क्यान सी
अनि आज चाहिँ चाँडै घर आएको किन भन्दाखेरि वेदर पनि कस्तो ग्लुमी थियो अनि चिसो पनि थियो। सो उतातिर बस्नुभन्दा चाहिँ घरै आएर बसौँ, एकछिन रेस्ट गरौँ भन्ने जस्तो भएर चाहिँ घर आएको। अनि बेसिकली आज चाहिँ त्यो सपको क्याफेको वाइफाई पनि चलेको थिएन, अनि टेक्निसियनलाई बोलाएर सबै मेन्टेनेन्स गऱ्यो आज। अनि त्यस्तै कुराहरू नै भयो आज, बेसिकली त्यस्तो त्यो थिएन। अनि आज चाँडै नै घर आएर एकछिन रेस्ट गरेँ। सो अब एकछिनमा चाहिँ आई माइट गो मम्मीकोमा खाना खानलाई, आई माइट नट गो पनि। सो त्यही हो। अनि आई माइट वेकअप टुमोरो अर्ली इन द मर्निङ, के भन्छ मिसन गर्न जान्छु होला भोलि चाहिँ, इफ पानी परेन भने। किन भन्दाखेरि अहिले चाहिँ पुरा पानी परिरहेछ, अनि आज दिनभरि पानी परेन, अहिले साँझतिर पुरा पानी परिदिरहेको रहेछ। सो त्यही हो गाइस, थ्याङ्क यू एभ्रिवान फर यर लभ एन्ड सपोर्ट एज अलवेज। अनि I'll see you guys tomorrow with another new vlog. Till then.